हेलो गाइज नमस्ते गुड मर्निङ स्वागत छ सुन्दा च्यानल भ्लगमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म के गर्दैछौँ भने आज चाहिँ कलेजको भिजिट गरेर देखाउनेछौँ। कलेज जानको लागि बिहान बिहानै नुहाएर पनि रेडी भइसक्यो हो। म त पुरै हेर्दै गर्नु होला। म चाहिँ कलेज भिजिट गरेर देखाउने छ हजुरहरूलाई। कस्तो लाग्छ सब्सक्राइब लाइक कमेन्ट सेयर गर्नु चाहिँ नभुल्नु होला। माया गर्दै गर्नु होला मेरो भिडियोलाई। म चाहिँ घरबाट नै निस्किन आँटिसक्यो। अब फाइनली मैले चाहिँ साथी पनि भेट भइसक्यो। स्वागत छ तिमीलाई मेरो भ्लगमा। अनि म मार्केट, तिमी त पार्टी खान गयो रे नि त। अनि अहिले सोधेको थियो त्यहाँ हाम्रो चाहिँ पुरै तोरङ्ग तासिया रहेछ यो बाटैभरि। यो नेवारहरूको जात्रा लागिरहेको रहेछ नि त अहिले होइन। हिजो लागी हेर्न चाहिँ थियो, हामी त गएँ। बेलुका चाहिँ रमाइलो हुन्छ नि। कुनको दिन हो? 12 बजीबाट हिजै हो। 12 बजी मात्रै निकाल्छ हिजो म 7:30 बजी आएको भए होइन, बेलुका कहिले पो कस्तो रमाइलो हुन्छ नि। सिधुले जात्रामा ए चाहिँ के भन्छ यो यसलाई चाहिँ खोइ म त यिनै राख्छ नि त। अनि फेरि बोक्छ नि त, कति दिन पो हुन्छ नि त यो मेला। यो तोरण हो कि के कस्तो उमा तल उसम्मै टाँसिया यो तोरङ्ग चप्पली हो कि कहाँसम्म टाँसिया क्या। तर कस्तो राम्रो देखियो नि है। बुढा नीलकण्ठको मन्दिर। किन ढिला सुत्या भन? मोबाइल हेरेर के खस्यो मुखै चम्चा खस्यो कहाँबाट? तँले खाजा खाना पो किनिसिक्या हो। गर्मी भएर सुत्न नसकेर 4 बजीको आलाममा आएर म आउँदिनँ भनेर सोचेको थिएँ है। अन्त 9:30 थाल्यो उठेर ढ्याङ ढुङ गरेर घडी हेर्छु त बल्ल 4:30 हालेछ। अनि फेरि उठेको निन्द्रै लागेन आज। अहिले दिउँसो काममा हिँड्ने बेला पो लाग्छ। नारायण थानको चोक। ए यो पनि पानी फाइनली हामी चाहिँ कलेज पनि आइपुगिसक्यो होइन। मनिषा बिहाल मानेर फाइनली हामी यहाँ क्लास भित्र आइसकेका छौँ। पुरै एरिसा परमदास इङ्ग्लिसको गर्दिनँ भन्दै गर्दैछ। सबजना मोबाइल हेरेर यो क्लासमा मोबाइल अलाउड छैन है भनेर भन्दिनँ कविता। अनि के हो यस्तो? के हेरेँ गरेँ मैले हालेकै छैन। के सेयर गरेँ हेर न त्यहाँ मैले के सेयर गरेँ। मनिषाले पुरै हाँसेको स्टिकर पठाइदिएको थिएँ। म चाहिँ यतातिर छु होइन। ल तिमी तेरो मार्छ मात्रै। स्वागत छ है, स्वागत छ मेरो भ्लगमा। के साह्रो सम्मान हो। स्वागत छ है मेरो भ्लगमा। यो कृतिले मलाई सब्सक्राइब गरे छैन, म यस्तो हान्छु नि। देखा ए गरे ए ल त्यहाँ लाइक कमेन्ट गर त्यहाँ होइन। ल हेर्नुहोस् यहाँ सबजना परन्दासहरू आउने बित्तिकै सार्दैछ। आमा हेर्नुहोस् यहाँ त्यो नेपालीको के हो? मेरो ह्यान्डराइटिङ जस्तै छ त यहाँ त हो। तिम्रै हो। कसको कपीबाट सार्न आँटेको हो? थाहा छ मलाई को डेली आउँछ कि आउँदैन। कविता त के जुरुक्क उठ्ने बित्तिकै सुइँ उठेर कपाल च्याप पारेर आए क्या हो? मनिषा हाम्रो चाहिँ यहाँ 12 को बोर्ड इक्जाम चलिरहेको। सेन्टर परेको भएर यहाँ हेर्नु न मान्छेहरू इक्जाम दिन आएको छ। 2 गतेसम्म छ अरे नि त इक्जाम हो। कविता आउँछौँ।
हामी यहाँ ब्रेक टाइममा बल सिकाउँदैछ। हाम्रो कलेजको मन्दिर चाहिँ यहाँ छ। इङ्ग्लिस पढाउनु नि सर। सर ब्लग हेर्नु हामी शेयर गरेको ग्रुपमा ल। ब्रेकको टाइमको बेल पनि गरिसक्यो। यस्तो लुगा लाउने स्कुलमा तपाईँलाई मात्रै देख्ने हो। ढोकरको पार्ला लाउनुपर्छ। हामी चाहिँ क्यान्टिनभित्र नै आइसक्यो। ऐना हेर्नु पऱ्यो मनिषालाई फेरि होइन राम्रो छ हौ। हाम्रो चाहिँ इक्जामको लागि तयारी हुँदैछ बहिनीहरू भाइ बहिनीहरू। 12को इक्जामको होइन तयारी हुँदैछ। एरिसाले यहाँ गाली गर्दैछ मलाई आज। सेन्सरले बोल्दैछ यो त्यही भएर। हाम्रो क्यान्टिनको सिस्टर यो पनि तिमी पनि सिस्टर त हो नि। तिमी चाहिँ सिस्टर वेटर। यो चाहिँ क्यान्टिनको एल्सा कुन क्यान्टिनको वेटर रे? यता बोला नि भने कुन क्यान्टिनको वेटर? कुन हेर्न 6 सम्म त्यहाँबाट अनि 6 देखि 10 सम्म। कुन स्कुलको भनेको? हाम्रो कस्मिक प्राइभेट स्कुल। हामी त हाम्रो फाइनली खाजा पनि यहाँ अगाडि रेडी। ओइ तिम्रो चम्चा खोइ त यहाँ रहेछ। मेरो त अस्ति नै फोटो छ 4 जना के। अच्छा जी मैले स्न्याप बनाएको। स्न्याप बनाऊ कोहीलाई चाहिँ फेरि स्न्यापबाट फोटो खिच्नु मन लाग्यो। स्न्याप बनाउँछु तिमी साथीहरुलाई पठाइदिनु। पुरै जलन बनाइदिने है क्या? मलाई यो जे कुरा पनि स्न्याप बनाउन मान्दैन रे। उयो भने के हो स्न्याप यहाँ सबजनाले फोटो खिच्न थाले। स्न्याप रे खवै यसले सस्पेट थोरी हाल्छ। खानी नखानी हो खानी नखानी सस हेर्दै खाएको कस्तो गरेर निलेर खाएल खाउन खाएल खाएल पनि नभने यिनीहरूले खाएको। गाइज अब चाहिँ हामी होइन खाना थालेको। आज चाउमिनमा अचार चाहिँ छैन रहेछ। छैन गाइज। खाएल जहिले पनि अरू त हुँदैन नि बोला न। गाइज मनिषा कहाँ हेर्नुहोस्। पुग्न आँटे किन अठे भएको छैन। खाँडा सकिनु बेलासम्म पनि खाएर हेर्नु न। मलाई नि आउँछ नि खानु। मैले खाना त खान्छु। म चाहिँ प्र्याक्टिस गर्दैछु। कस्तो रहेछ यसो तारिफ गरिदिउँ। एकदम मिठो। कस्तो फिल हुने रहेछ देब्रे हातले खाँदा? ए रमाइलो। म त खाइरहन्छु नि मलाई त पानी खा। कति रमाइलो भएर होला। अब एक दिन मात्रै जस्तो लागेको। 2 गतेसम्म खऱ्यो नि त यसपालि एक्जाम होइन? फेरि भोलि बिदा हो नि त। 1 गते भन्दैछ हाम्रो दादाले त। कसैको 1 गते सकिने कसैको 2 गते सकिने। एजुकेसनको चाहिँ 2 गते। 2 गते एजुकेसन ह्युम्यानिटिजहरू दियो भने
जाउँ म गर्छु एक दिन। खाँदै गर न खाँदै हुन्छ तिमीलाई अप्ठ्यारो भयो नि त भनेर हेर्नु हाम्रो एली साथी चाहिँ पुरै मस्ता प्र्याक्टिस गर्दै है क्या देउरे हातले अहिले हातले दिनु के हुन लाग्यो मैले यो चाहिँ देब्रेले नै लेख्छ खाने पनि चाउमिनले जिन्दगी गलाएको छ बिहान नि चाउमिन जिउनु चाउमिन तिमीहरूलाई खाजा नि भइदिन्छ हो मिठो मिठो खानु पाइन्छ त्यहाँ तर यस्तै त होला आफै हालेर खानु सबै जे म त उहरूमा प्राइभेटहरूमा एक दिन अर्को दिन अर्कै हुन्छ नि है हाम्रो जस्तो एउटै नासको हुँदैन नि त होइन एक दिन दुई तिनवटा त हुन्छ नि त होइन सबै हुन्छ डेली हो मोमो चाउमिन नि हुन्छ है डेली एउटालाई फेरि डा भइरहेको मोमो चाउमिन भनेर सबै खाइदिन्छ अब ओ यो त खाएकै गर्छ जति खाइ नि मोटाउँदैन हेर्नु मात्र फरक परेर म दुईवटा मोमो हाल्थेँ अनि त्यसमा के हुन्छ अनि यो चाहिँ भन्दैछ यो चाहिँ पुरै आमामा मिठो लाग्दैन यो चाहिँ पहिला 11 क्लासमा हुँदाखेरि भएको थियो अरे झ्यालबाट ब्याग फ्याँकेर यसको अनुहार हेर्नुहोस् भाग्नेको ये चाहिँ परन्दाज थिए अरे होइन के रुगा लाए है क्या हो यो चाहिँ बोल्दा नबोलिकन खाइरहेको पुरै त्यो थाहा भइहाल्छ नि मलाई त कुन क्लासमा म कस्तो थिएँ सबै थाहा कस्तो थिए अनुहार परिवर्तन भयो नि यही त होला नि यही हो अनुहार त थुप्रा होइन बच्चामा अलि राम्री थियो होला अहिले अलि बिग्रेको छु छुची भए होइन बच्चामा अहिले भन्दा अलि बच्चामा छुची थिएँ धेरै झन् अर्क्यो के भयो त मामा भान्जा केही नि हुँदैन हाम्रो यो भनेको ब्रेक टाइम होइन भन्छ आज चाहिँ लेख्यो अरे सबसे छिटो फर्स्ट भएर पुरस्कार वितरण गरे यो सकेकै भाडा होइन एलिसाले यसले चाहिँ भाडा जोड्दैछ फाइनली खाएर नि भइसक्यो त पनि खिच्न स्न्यापच्याटमा अनि भरे बेलुका पठाइदिनु क्या हामी चाहिँ खाजा खाएर नि हिँडिसक्यो हेर्नु है तपाईँलाई कुन ब्याग मनपर्छ छानी लानु हामी चाहिँ यहाँ खाजा खाएर क्लासमा नि आइसक्यो कसको ए ऊ चाहिँ एकदम परन्दाज भएर लेख्दैछ के लेखेको हामी मात्रै होला है पढ्नु नजान्ने जाँगर पनि नलाउने हाम्रो त 10 मै सुतिरह अस्तिदेखि उहाँ हेर्नुहोस् परन्दाज म्यामको यहाँ गीत बज्दै लेख्दै अनि मिलिहाल्छ आफ्नो आफ्नो पारामा छ सबजना लुडो खेलौँ हौ एकछिन भयो नि अब त 19 भयो गेम गफ राखिरह एक गेम त भ्याउँछु है राइट चक्लेट ल्याएको सुनिताले तर फर्स्टमा मैले देखेको ब्यागमा तर मैले खानुलाई भनेर ल्याएको हो कि अघि न खासमा म्यामको पिरियडमा खानु पाएको भए लुक्दै खानु पाए भए रमाइलो हुन्थ्यो होइन कस्तो छ कफी चक्लेट हो गाई चरी हेर्नुहोस् तर डुब्ली परेछ कस्तो मिठो हुन्छ डुब्ले पऱ्यो है यो खासमा दिदीले एक भाडा ल्याउनु भएको थियो हो डुब्ली परेछ के यो कति धेरै खप्सामा त छ नि खप्सा मात्रै थियो भनेको चक्लेटको बुदी नै थिएन खप्सा मात्रै परेको थियो कि
बनाउँदै गाडी गाडी बनाउँदै म्याम आउने बेला भइसक्यो यो चाहिँ टिकटक बनाउन आँटेको छ यो चाहिँ के गर्नुला ओइ टिचर बनाउन लाग्यो नि म चाहिँ यतातिर बसिरहेको छौँ सबजना टिकटकको लागि टिकटकमा व्यस्त छन् झगडा परेको बनाउनु पर्यो मलाई त म्यामले भुताल्थ्यो होला हाम्रो चाहिँ गाइड म्याम पनि आउनु भइसक्यो यहाँ नेपाली पढाउनु हुने म्याम यिनीहरू टिकटक बनाएर कहिले भ्याउँदैन यो चाहिँ हाम्रो 12 को इक्जामको खै के तारा हो जाउँ छिटो अलिकतिमा छ अहिले हामी चाहिँ यहाँ सरलाई क्लास हुन्छ भनेर सोध्न जान आँट्दैछौँ होइन म्याम चाहिँ पढाएर निस्किनु भइसक्यो हाम्रो क्लासमा चाहिँ कोही छैन हेर्नुहोस् है आज चाहिँ म्याम पनि 12 को इक्जामको भाइ बहिनीहरूको इक्जामको लागि गाह्रो बस्नु भएको रहेछ अनि त्यही भएर पढाउन नहुने रे बिपिन सर पनि काम पर्यो त्यही भएर हामी चाहिँ अब घर जान आँटेर गाइस 2टा पिरियड छोडेर म त अचम्म लागिरहेको छु है फर्म भर्नु पर्ने रे आफैले ला ब्याचलरको त मलाई त टेन्सन लाग्यो सर आउनु हुन्न अरे क्या आज बिपिन सर ट्यु जानु हुने रे सर आज हाम्रो सर चाहिँ आज ट्यु जानु थाल्नु भएको अरे अनि त्यही भएर हामीलाई उनीहरू आउँछ जाउँ उनीहरूको ढिला हुन्छ सरस्वती म्याम आउनु हामीले देखाएको छैनौँ क्या आँखा चिम्म गरेका छौँ जाउँ यो चाहिँ हेर्नु न एकदम टाढा काम गर्छ उहाँ कोटेश्वरमा कोटेश्वर भनेको यहाँ हो गाइस एकदम टाढा छ होइन अनि ओइ जमाइ हेर्नु गाइस यता सुन न यता सुन न हेर्नु नि यो कति धेरै परन्दास भएको दुई चार झोला बोकेर हामी चाहिँ जान आँटेको अब होइन मनिषा मामा श्रीहरू हुनुहुन्छ यहाँ चाहिँ ओ के को रुटिङ टाँसिएको है ऊ त्यहाँ टाँस्न आँटेको त ल यसलाई म स्कुटीमा हालेर लान्छु गुल्टाउँदै नसिकिकन के उडाएर लाने के यो त हिँडेर जान लागेको चाहिँ हामी चाहिँ उडेर जान आँटेको अब होइन यहाँ चाहिँ हाम्रो यो के अरे एल्सा बाई बाई गयो यो चाहिँ हनुमान छ गयो घाम चर्केर के भयो हामी चाहिँ फाइनली मनिषाको रुममा पनि आइपुगिसकेका छौँ होइन अनि हामी जाँदै म्याम छिटो आउनुहुन्छ नि त अनि यहाँ चाहिँ आँपा काँडा फलेको रहेछ हेर्नुहोस् है तर नदेख्दो रहेछ हौ है मलाई त मन पर्दैन ठन्डै फले खायो हेर न तर देख्दैन रहेछ यहाँबाट त फाइनली मनिषाको चाहिँ घरभित्र प्रवेश गर्ने बेला भइसक्यो राम्रोसँग जाऊ ल बाई बाई भिडियो हेर गरिदेऊ बाई बाई एकचोटि फेरि फाइनली गाइज म चाहिँ घर पनि आइपुगिसकेका छौँ एकदम गर्मी थियो त्यही भएर बाटोमा चाहिँ भ्लग बनाएन उकालो थियो हल्का त्यही भएर एकदम गर्मी भएर घाम चर्को भएर त्यही भएर बाटोको भ्लग चाहिँ बनाएन हेर्दै गर्नु मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्नु हाम्रो भिडियोलाई माया गर्नु होला मेरो भिडियो चाहिँ आज यतिमै इन गर्न चाहन्छु बाई बाई गाइज।